अर्थमन्त्री विष्णु पौडेलले नेपालभरबाटै छानेर धितोपत्र बोर्डमा योग्य र क्षमतावान सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाएको भन्थे। अहिले देखिहाल्नुभयो यिनले आइपिओमा कमिसनको दर 2 देखि 5% बढाएर 5 देखि 7% पुर्याएछन्। अस्ति हाइड्रोवालाहरूले त यस विषयमा औपचारिक छलफल नै गरे। कमिसन सङ्कलन गर्न अध्यक्ष श्रेष्ठले बिचौलियाहरू नै बजारमा परिचालन गरेको जस्तो पनि देखियो। अख्तियारले धितोपत्र बोर्डमा छापा मारिसक्यो। पोखरा विमानस्थल बनाउँदा 10 अर्ब भ्रष्टाचार भएको कुरा बाहिरिसक्यो। धितोपत्र बोर्डबाट सन्तोष नारायणलाई हटाउने कुरा छैन। नागरिक उड्डयन प्राधिकरणबाट प्रदीप अधिकारीलाई हटाउने कुरै छैन। तर प्रधानमन्त्री आफ्नो वरिपरि यस्ता संदिग्ध मान्छे राखेर सुशासन आयोग गठन गर्नुहुन्छ अनि मन्त्रीमण्डलका सदस्यहरूको सम्पत्ति विवरण लुकाउनुहुन्छ। अब भन्नुहोस्, यो लुटतन्त्रलाई मैले लोकतन्त्र नभनिदिँदा केही मानिसहरू हामीसँगै उल्टो रिसाउँछन्। लुटतन्त्र चलाइएको कुरा आँखै अगाडि छ अनि यो धन्दालाई लोकतन्त्र नै हो भनेर मैले कसरी भनौँ?